पर्सनल च्यानल छ अनिसा केसीको नामबाट प्लिज गएर राम्रो लाग्यो भने सब्स्क्राइब तथा लाइक गर्नु होला। अनि आज हामी छौँ यो यस्तो रमणीय वातावरण सहितको प्लेसमा र यो ठाउँको नाम रहेको छ व्हाइट गुम्बा। तपाईहरुले धेरै सुन्नु भएको होला व्हाइट गुम्बाको बारेमा हैन। धेरै टिकटक अब अहिले त धेरै किसिमको प्लेटफर्महरु छ लाइक टिकटक, इन्स्टाग्राम, युट्युबहरुमा सुन्नु भएको होला हैन। आउनुस् आज यही चीजलाई चाहिँ हामी एक्सप्लोर गरौँ with me and my beautiness. So let's go, come on. यसलाई कुदाउनु। यो चाहिँ हामी आइरहेको छौँ अहिले के भन्छ नि यो व्हाइट गुम्बाको तल सगरमा। यो चाहिँ यता पनि देखाइदिनुहोस् क्यामेराम्यान। यो चाहिँ हाम्रो व्हाइट गुम्बाको टपमा छौँ हामी। लगभग हामी पुग्दैछौँ। सो कम विथ मी, फलो मी, ओके। सो अब यहाँ आजको मौसम चाहिँ के छ भने तपाईँहरूलाई मौसमको अपडेट दिँदाखेरि चाहिँ आज चाहिँ एकदम लिटल बिट वेदर एकदम के भन्ने हुस्सुवाला टाइपको होइन। अब इङ्ग्लिसमा के भन्छन् आई डोन्ट नो, बट नेपालीमा चाहिँ हुस्सु परिरहेको छ। एकदम रमणीय वातावरण छ। जस्ट आई लभ दिस वेदर सो मच होइन। अनि सायद सबैजनालाई मन पनि पर्छ होला। कतिजना त अब मन नपर्नेहरू त घरमा अब सिरक ओढेर सुतिरहनु भयो होला होइन। अब हामी पऱ्यौँ एक्टिभ, एनर्जेटिक एन्ड यु नो सो रमाइलो लागिरहेको छ। यो चाहिँ इन्टर गर्दैछौँ हामी। हजुर यहाँको हाम्रो हाम्रो साथी पनि यहाँ हामी जगिङ गर्दा भेटिहालेँ। उहाँ चाहिँ हाम्रो साथी हाई के छ ल। अब हाम्रो साथीसँग चाहिँ हामी इन्ट्रोडक्सन गराउँछु तपाईँहरूलाई। प्लिज आफ्नो इन्ट्रोडक्सन। नमस्ते, म बाटोमा हिँड्दा मेरो एकजना मिन्नी साथी अनिसालाई बाटोमा ठ्याक्कै भेटियो। म पनि मर्निङ वाक जाँदै थिएँ, उहाँ चाहिँ भ्लग बनाउँदै हुनुहुँदो रहेछ। ल सफलताजी, हजुर उहाँको नाम चाहिँ मैले आफै इन्ट्रो दिन गइरहेको छु। उहाँको नाम चाहिँ सफलता बोगटी। उहाँ चाहिँ आफ्नो पोलिटिकल फिल्डमा चाहिँ आबद्ध हुनुहुन्छ। सो आजको प्रसङ्गमा उहाँलाई म जोड्न चाहन्छु। सो सफलताजी कस्तो लागिरहेको छ आज? एकदम रमाइलो छ किनभने पानी परेर रहेको मौसम, एकदमै झरी परेको पछिको बादल, वाह 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 मौसम त्यस्तै खालको छ। एकदमै रमाइलो छ, न घाम छ। हामी जस्तो हिँड्ने मान्छेहरूलाई चाहिँ यस्तो खालको वेदर एकदम बेटर हुन्छ। स्वास्थ्यको हिसाबले तपाईँ के सल्लाह सुझाव दिन चाहनुहुन्छ यस प्लेटफर्म मार्फत हाम्रो सम्पूर्ण श्रोता तथा दर्शकबिनहरूको लागि? सम्पूर्ण श्रोता तथा दर्शकहरूलाई चाहिँ तपाईँहरू व्हाइट गुम्बा आउनु भएको छैन भने एकचोटि आउनलाई एकदम रमाइलो छ। हामी त रेगुलरली कहिले मर्निङ कहिले इभिनिङमा आइरहेको हुन्छौँ। एकदम रमाइलो छ, एकदम रिफ्रेसमेन्टको लागि चाहिँ यो ठाउँ एकदमै परिचित छ। हेल्थको लागि पनि राम्रो छ। मेडिटेसन गर्नको लागि, योगा गर्नको लागि, जिम एक्सर्साइजहरू पनि यहाँ माथि माथि गर्न मिल्छ। अनि एकदम जङ्गलको फेदमा, अनि वेदर पनि त्यस्तै छ। अनि एकदमै उकालो चढ्नको लागि पनि ठाउँ ठिक छ। एक्साइटेड होइन। अब तपाईँ आज कतिको फिल गरिरहनु भएको छ? कतिको रमाइलो लागिरहेको छ? एक्साइटमेन्ट या नर्भस? वाट? म त एकदम एक्साइटमेन्ट छु। मलाई हिँड्न साह्रै मनपर्छ। अनि अलिकति नयाँ नयाँ ठाउँहरूमा हिँड्नको लागि झन् रमाइलो लाग्छ। अनि यो वेदरले पनि धेरै साथ दिएको छ। घाम चर्केको भए हिँड्नलाई गाह्रो हुन्थ्यो, गर्मी हुन्थ्यो। ल आज त्यसो भए तपाईँ र म मिलेर हामी यो ठाउँको एक्सप्लोर गर्नेछौँ। कम विथ अस, लेट्स गो। तपाईँहरूलाई व्हाइट गुम्बा आउँदाखेरि एउटा सायद ठाउँ थाहा छैन। त्यो ठाउँ चाहिँ आज म तपाईँहरूलाई सँगै लिएर एक्सप्लोर गर्दैछु। र त्यो ठाउँको नाम चाहिँ यहाँ देख्नुभएको नागार्जुन सामुदायिक होस्टेलमा यहाँलाई स्वागत छ भनेर हामी तलको बाटो नगइकन हामी राइट लागेको। राइटमा चाहिँ त्यो ठाउँको मेन विशेषता भनेको चाहिँ मानिसहरू एकदम बिदाको टाइममा शनिबारको आफ्नो फ्री टाइममा चाहिँ उहाँहरू चाहिँ चङ्गा उडाउने गर्नुहुन्छ चङ्गाहरू लिएर। तर आजको मौसमले हामीलाई चङ्गा उडाउनु त अफकोर्स दिँदैन पनि, तर हामी यो ठाउँ चाहिँ एक्सप्लोर गर्नेछौँ। कम यो ठाउँको बाटो चाहिँ यस्तो रहेको छ। थोडा घान्टाङ गुन्डुङ बाइक र स्कुटर चाहिँ इजिली जान्छ किनभने म स्वयं आउनुहोस् प्लिज। यसो डाँडा खाडा हेरिदिनु यहाँ ठुल्ठुलो सल्लाहको रुखहरू। एउटा कुरो म यहाँहरूलाई जानकारी गराउँछु। के कुरा भने हजुर भन्नुहोस्। यहाँ चाहिँ चिहान छ। चिहान मान्छे मरेपछि गाड्ने ठाउँ छ चिहान। यो कुरा चाहिँ मलाई थाहा थिएन। उहाँले नयाँ कुराको हामीलाई जानकारी दिनुभएको छ। सो कम कुन चाहिँ चिहान अब हामी देखाउँछौँ। उहाँले सफलताले भन्नुभएको हिसाबले
चिहान डाँडा भन्छ चिहान डाँडा यसको नाम चाहिँ चिहान डाँडा। यो माथि चाहिँ यहाँका तामाङहरू बित्दाखेरि चाहिँ डाँडामा लान्छ नि त डाँडामा लगेर गाड्ने चलन हुन्छ नि त त्यो भएर त्यो पुराको त्यो अलिकति अगाडि त्यो पुरै डाँडा नै मान्छे बितिसके पछाडि त्यहाँ गाड्ने चलन छ त्यसमा गाड्ने जलाउन मिलेन अनि त्यसलाई चिहान डाँडा भनिन्छ रमणीय वातावरण छ हेर्नु साँझ र बिहान रुखहरू होइन हामीलाई यस्तै अब हामी हामीले प्राकृतिकहरू चिजहरूलाई चाहिँ हामीले एकदम धेरै बचाएर राख्नुपर्ने अवस्था छ किनभने यो ग्लोबल वार्मिङको समयमा विभिन्न किसिमका भाइरसहरू यु नो पुरा युनिभर्सहरू चाहिँ ब्रेकडाउन हुने स्थितिमा पुगेको छ होइन नयाँ नयाँ भाइरसहरू आइरहेछ जन्म लिइरहेछ सो यसको लागि सबै चिजको निवारण भनेको प्रकृति आई लभ नेचर एन्ड अल्सो यु अल्सो यो प्रकृति मात्र यो डेन्जरस प्लेस हो किनभने मान्छेहरू धेरै गाडेको हुँदाखेरि साँझ बिहान चाहिँ तर्साउँछ भन्ने कुरा छ यो सबै म चाहिँ बिलिभ गर्दिनँ गाइज होइन अब तपाईँहरूलाई के लाग्छ आफ्नो प्रतिक्रिया दिनु होला किनभने अँध्यारो मौसम अनकाउन्टर जस्तो होइन डाँडा अब उहाँ चाहिँ भुटको स्टोरी भन्न थाल्नुभयो ठिकै छ बस्तीहरू नि डर लाग्दो छ क्या ल हेर्नुहोस् बस्ती छैन भने अगाडि बस्ती पनि अब यो बस्ती अब लगभग सक्यो अगाडि अब यहीँबाट डर लाग्ने ठाउँ देखिसक्यो कि ल हेर्नुहोस् भ्यू हेर्नुहोस् कति रमणीय छ यहाँबाट अँध्यारो यस्तो रमणीय यो लास्ट घर हो कि यो अँध्यारोको लास्ट घर हो अब योभन्दा उता घर छैन पुरै अन्धकार डाँडा अब त्यो रियालिटी थाहा हुन्छ अब के छ भन्ने कुरा कुकुर पनि छ प्लिज अहिले हामी चिया खान आउँछौँ यो चाहिँ हाम्रोमा डेली आएर खाने चिया खाने यहाँ चाहिँ मलाई एकदम आई लभ यहाँको चिया चाहिँ मिठो लोकल अर्ग्यानिक दुधबाट बनेको गाईको हो कि भइसक्यो त्यो मलाई थाहा छैन एनिवेज अब हेर्नुहोस् यो पार्ट चाहिँ हाम्रो इचम्बुतिर पुग्यो यसलाई चाहिँ हामीले यो पार्ट चाहिँ इचम्बु भयो र तपाईँहरूले व्हाइट गुम्बा देख्नु भएको व्हाइट गुम्बा देखाइदिनुहोस् क्यामेराम्यान देयर इज द व्हाइट गुम्बा देयर इज द चिसापानी डाँडा अनि यो चाहिँ यो चिसापानी डाँडा अफ प्लस भनेपछि इचम्बु एन्ड दिस इज द अब म केही कुरा भन्न चाहँदैछु त्यो चाहिँ हाम्रो लास्ट डेस्टिनेसन त होइन योभन्दा अगाडि पनि डेस्टिनेसन छ तर त्यहाँ चाहिँ खासै अब तपाईँको के भन्छ हुस्सुको कारणले आज देखाउन सक्ने स्थिति छैन सो यति चाहिँ हामीले हुस्सु फाटेर यति चाहिँ हामीले देखाएको छ सो कस्तो लागिरहेछ प्लिज मेरो कमेन्ट बक्समा गएर कमेन्ट गर्नुहोला म तपाईँहरूको सल्लाह सुझाव प्रतिक्रियाको अभियसली म इन्तजार गर्छु होइन वेट गर्छु सो अब नेक्स्ट ब्लगमा चाहिँ नयाँ ठाउँ लिएर अनिसा उपस्थित हुने नै छु त्यति हामीलाई बिदा दिनुहोस् नमस्ते धन्यवाद टाटा बाई बाई सी यू नेक्स्ट ब्लग